आउनुहोस् पत्ता लगाऊ मिस्टर बिस्टको मृत्यु कहिले र किन भयो र यो के साँचो हो। एक्सट्रिम ब्लिज नामको एउटा मान्छेले जिमी डोनाल्डसन एके मिस्टर बिस्टको मृत्युको खबर ट्विटरमा हाल्यो। उसले मिस्टर बिस्टको फोटो सेयर गर्दै लेखेको थियो, मलाई विश्वास नै लागिरहेको छैन, मिस्टर बिस्टको मृत्यु भयो अनि यति कम उमेरमा उहाँको मृत्यु भयो। उहाँ जस्तो लेजेन्डलाई हामी कहिले भुल्ने छैनौँ। यो पोस्ट हेर्दै भाइरल भयो। 14 मिलियन प्लस भ्युज यो पोस्टमा आयो। यो पोस्ट देखेर मिस्टर बिस्ट आफैले ट्विटरमा रिप्लाई दिए अनि उहाँले जोक गर्दै लेख्नुभयो, यो पोस्टमा 1 लाख लाइक किन छ। मिस्टर बिस्टको यो रिप्लाईमा त्यो मान्छेले लेख्यो, मेरो ट्विटरको जवाफ दिनको लागि मिस्टर बिस्टको पुनर्जन्म भएको छ। यदि मलाई $10,000 पठाउनु भयो भने म यो पोस्ट डिलिट गर्छु। तपाईलाई के लाग्छ, मिस्टर बिस्टले त्यो मान्छेलाई पैसा दिए होला? जवाफ कमेन्ट बक्समा लेख्नु होला। भिडियो मन परेको छ भने लाइक, कमेन्ट, सेयर अनि यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। जय नेपाल।